राधे राधे। सुषमा लेप्चा ब्लगमा तपाईहरुको स्वागत छ। अनि मेरो ब्लग बनाउने यही कारण हो कि मैले खुसीमा एउटा आफ्नो मनको खुसी तपाईहरुसँग शेयर गर्दैछु। अनि बिन्ती छ हेरिदिनु होला। राधे राधे। अब नयाँ बेहुली छोरा म ज्वेलरी शपमा गएको यसो अब बेहुली छोरालाई अलिअलि हैन शपिङ गराइदिउँ भनेर। ओह बेहुलीलाई त चाय पिउनु मन लागेछ हो। अन्ते एकछिनलाई केसरी फेरि गयौँ हामी साडीको दुकानमा हो। साडी हेर्दा टाउको दुख्ने, मन पराउँदैन त उता खाली सिम्पल भन्छ। बेहुलाको लुगा अनि डिसाइड गर्न लाग्यो नि बेहुलीलाई गर त कुन चाहिँ राम्रो भनेर। अन्त हामीले सबैले एउटै लुगा मन परायो त्यो डिसाइड गरिदियो। बेहुलीको आमाले यसो टोपी लगाइहेरेको थियो। पार्लरमा फेरि गयो हामी हो। अब उयो गरेको हेयर ड्राई गरेको फेसियल गरिदिनु पर्यो बेहुली हो। अन्त अब छोरी भने पनि बुहारी भने पनि ल्याउँदैछु। मेरो जिन्दगीको सबसे बढी खुसी त यही हो हैन। सबलाई एक न एक दिन त अनुभव गर्नै पर्छ। यो सिडीमा त आउनै पर्यो। आज मेरो बारी रहेछ। म बहुत ही खुश, आफूलाई खुश नसिब सम्झिँदैछु। यो दिन मैले देख्नु पाइँदैछ। आफ्नो हातले आफ्नो नानीहरूलाई शपिङ गर्न लगेर कति खुसी लागेको छ। म तपाईहरुलाई बयान गर्न सक्दिनँ। अनि यसै बसेर पार्लरको मा गएर अब अलिकति फेसियल चाहिँ अब फेसियल त गरेन मैले, अलिकति उयो मात्रै गरिदिएको फेसियल। अन्त अब हल्दीहरू लगाउँ भनेर नि अलिकति आफ्नो छोरालाई अलिकति सानो तिनो नियम गरेको। मान्दैन, ठुलो नियम गर्नु नि उयो गर्छ भन्छ हैन मम्मी यस्तो गरौँ उस्तो गरौँ है। अन्त बाउ चाहिँ हेर न त्यहाँ प्याताक्कै भुँडी पल्टाएर बसिरहेछ। अन्त हल्दी लगाइदिएको आफ्नो छोरालाई। अब यो